ए बुहारी कहाँ हिँडेको र? कोही हैन, त्यहाँ पोलतिर दिदीले बोलाउनु है, यसो गएर आउँछु। दिदीसिम गएपछि त्यसले पक्कै आधी घन्टा त लाउँछ। अब त्यसले मलाई खालि भिडियो बनाउँदाखेरि यस्तो गोरी आउँछ, म मात्रै खालि काली आउने। के लाउने हो चाहिँ गएर त्यसका कोठामा के छन् गएर खोजेर लाउन पर्यो। अब गएर कौन हो चरा लाउने, कौन लाएर राम्री हुने हो चेर बुहारी? यो पनि होइन, यो यस्तो थुप्रो थुप्रो जस्तो छ, मुखमा लाउने पिठाको जस्तै छ के अरे। यही हो क्या? यही लाउन पर्यो। अब यही हो बुहारीले लाउने। कहिले एकचोटि हेर्छु भन्दा के आइरहेछ भनेको यस्तै दलेर बसी ठिक यही जो होला पक्कै पनि। यति लगाएपछि त अब त कस्तो गोरी बुहारी मात्रै खालि भिडियो बना, बुहारी गोरी आउने, म मात्रै काली आउने। लाएर अब यसरी लाएर यसरी बस्नु पर्यो। सो आउने पनि पक्कै गोबाउँछ होला। एकछिन सुकाइदिए मान्थ्यो कि त्यसले पनि। ए राम राम राम, के देख्न परेको यस्तो? त्यो यस्तो पोतेर बसेको म अब लुगाको फाइदा उठाउनु जहिले पनि के हो? म पनि गोरी हुन्छु कि भनेर लागिन् के कति रिस गर्छ गर्न पनि। काला मान्छे नि कहिले गोरा हुन्थे र? हुन्छ नि भनेर दले नि त्यस्तै काली हो। मेरो त केही सामान बाँकी रहने भएन। कहिले पाउडर चोरेर लगाछ, कहिले फेस प्याक चोरेर लगाछ, अझै चिनेको पनि होइन फेरि। अस्ति नै यस्तै दले चाहिँ मान्थे कि यस्तै पिठो दले चाहिँ त्यही भएर नभएको केही लागेको पनि कति रिस गरेको त्यही चाबो किन दलेर भ्याइयो कि र अब किन चाहियो?